गाइस गाउँघरमा आएर अब यसो रमाइलो होला होइन, कसैसँग लभ पर्ला होइन, यसो टक्क डेटिङ सेटिङ जाउँला भन्ने सोचिरहेको थिएँ होइन। तर सोचे जस्तो केही पनि भएन क्या। सो म चाहिँ साह्रै बोर भइसकेको छु। अब साथीभाइहरू पनि सबको काम हुन्छ होइन, सबै आफ्नो आफ्नो काममा व्यस्त हुन्छ। तर मसँग चाहिँ काम हुँदैन। किन थाहा छ? अब म धेरै पछि आएँ नि त, घरको मान्छेले नाइ 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 बाबु त नगर, नाइ 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 त नगर, त्यसले गर्छ भन्छ। अरू चाहिँ काममा गइरहेको छ, म चाहिँ दिनभरि फ्री हुन्छु होइन। ल अस्ति भर्खर आएको थिएँ। अब अस्ति साथीहरूसँग घुम्न जाऊँ भने चाहिँ हुँदै गयो कि हुँदै गयो। हामीहरू चाहिँ टन्न केटाहरू घुम्न गयो। त्यहाँनिर अलि नानी बाबुहरू पनि थियो होइन, फुच्चेफाचीहरू दिदीबहिनीहरू जे जस्तो भए पनि पहिला त सोच लप पार्ने आउँछ होइन, जे जस्तो भयो भने पछि दिदीबहिनी भन्नुपर्छ यदि नपटेपछि होइन। अब सो हामीहरू चाहिँ गइरहेको थियो, तिनीहरू चाहिँ हाँस्यो कि। अब मैले सोधेँ किन चाहिँ हाँसेको भन्दाखेरि, किन हाँसेको भन्दाखेरि मैले मान्छेको अनुहार हेरेर हाँस्छ र हाँसेको किन चाहिँ हाँसेको भनेर सोद्धाखेरि अनुहार र लुगा देखेर हाँसेको भन्छ। मैले किन भन्दाखेरि दुइटै गतिलो छैन भने यतिसम्मको बेइज्जत के होइन। मेरो साथीले भन्छ मेरो कि तेरो भन्छ, मेरो त गतिलो थियो, तेरो होला भनेको त नयाँ। तर उसले केटीले भन्छ उसको होइन तपाईँको हो भन्छ कि। कसम यस्तो बेइज्जत क्या। गाह्रो छ त जिन्दगी त, अति गाह्रो छ नि, छैन र।